नेचा एक्स र अर्को के भन्ने थियो, दुईवटा गेम थियो। 10 गोल हाने नि, 10-11 गोल हानेछ नि नेचा एक्सलाई। माथि उज्जवल घिमिरे भन्ने केटाहरूको क्या, तिनीहरूको 4 स्टार हुने। नेचा सलन गाउँपालिका वडा नम्बर 5 को है क्या? होइन एउटा त हो कि एउटा चाहिँ पिवाइसी भनेको कुन हो? नेचा सलन गापा वडा नम्बर 5 को भइगयो। कति टिम छ राउँछ? हजुर कति टिम छ? 11 टिम। धेरै रह्यो नि। हिजोको सबभन्दा भाग्यमानी चाहिँ हिजोको त जित्ने थियो नि, माथिहरू उज्जवल घिमिरे लक्ष्मण कटेलकोले व्यवस्थापन गरेको क्या हो। त्यो टिमको चाहिँ के फाइदा छ भने उनीहरू सेमी फाइनलमा पुगे क्या। 40,000 भयो, हारे भने पनि 40,000 पायो क्या। कसरी बाइ पारे अब? बाई परेको नि, तर छ क्या उनीहरू बाइबाट छ। त्यसरी छुर्के लाग्दा अनि भित्तामा अनि मुख्य मासु पर्किने सम्भावना हुन्छ क्या यिनीहरूको मसल यस्तोमा क्या। स्प्रे हान तान्थ्यो गरिदियो भयो। त्यही भएर तान्न चाहिँ 2 जना भएको ठिक हुँदो रहेछ क्या। किन टिम थोरै भयो? 1.5 लाख पुरस्कार छ भने मान्छे अब स्वामी हो छैन नि त। अब व्यावसायिक ढङ्गले हुन्छ, कहिलेकाहीँ नेचा भनेपछि फेरि मान्छे कममा हुन्छ होइन? अनि हो नि। झगडा के काहीँ छ। रनिङ पुग्दैन छ यिनीहरूको। राम्रो रहेछ यताको त्यो बुझेँ एवाइसी पिवाइसी ल त राम्रो टिम छ त्यो। पिवाइसी त गोल गोल हानेको ल।